हेलो साथीहरू, आज चाहिँ हामी सिन्धुलीगढी जाँदैछौँ अनि यो चाहिँ हाम्रो फिट चेक। यस्तो सबै हाम्रो पारा यसको घरबाट जाँदैछौँ हामी। थोड़ा बहुत हमको लाज लगता है भन्ने बेला 5 बजे आउँछु भने गाइस, तर आउने बेला चाहिँ ठ्याक्कै 6 बजे आयो। 5:30 बजे आउँछु। गाडी गाडी 6 बजिसक्यो। भर्खर बज्यो, त्यही भएर म भर्खर आऊ 55 भयो। अनि 6 बजे होइन 5:30 आएको साथीहरू। अटो नपाएर अझै यहाँसम्म हिँड्दै आएको अरू रोडसम्म। अनि यस्तै हुन्छ। सो बाई बाई। हामी चाहिँ बारदिरास चोक आइपुग्यौँ। सबतिर बन्द बस्यो साथीहरू। यहाँ आएर भर्खर घाम झुल्किन आउँदैछ। सामान किन्नु थियो अहिले, तर सबै बन्द। सब बन्द। खानेकुरा किन्ने भन्दै थियो, तर रहेन रहेछ, केही छैन। अब हामी चाहिँ बैंक जान्छौँ पैसा निकाल्नलाई। उसके बाद हम चलेंगे हमारे एडभेन्चर पर। यहाँ हेर साथी कस्तो दामी यार यो रेट त। कस्तो पैसा उठलेको हो यति बेलासम्म यार। एटिएम आएको कि पैसा झिक्न हाम्रो एटिएम बन्द भएर। कति नयाँ नयाँ पैसा दिएको हो यस्तो। 10 चाहिँ पुरानो पैसा दिँदा देत हामी यस्तो पैसा चलाउँछौँ, यस्तो नयाँ नयाँ चलाउँदैन नि त देत। हेलो साथीहरू, हामी चाहिँ बस रिजर्भ गरिरहेको छौँ यहाँ 2 जनाको लागि। 7 बजे अरे 6 बजे आएको मान्छे 7 बजे जाने गाडीमा। यहाँको यो धुवा गनाएर भन्छ भने साथी, यो अगरबत्तीको धुवा मर्न आँटिसके, मर्नै टाउको दुखेर। यहाँ उता चाहिँ आमा बुवाको आशीर्वाद छ, हामी चाहिँ आफ्नै आशीर्वाद लिएर हिँडेको है त साथीहरू। हामीले कसैको आशीर्वाद चाहिँदैन। हामी हिँडेर बाई बाई भरे आउँछौँ। ओके भाइ, हामी चाहिँ अर्कै गाडीमा चढेछौँ साथी होइन। फेरि सिन्धुलीमा आएर चाहिँ अर्को गाडीमा चढेको के अरे काठमाडौँ जाने बस। बाई बाई। आयौँ हामी आयौँ। अब यहाँबाट अटो पाउँदैन रहेछ। अब हामी हिँड्दै हिँड्दै जान सक्छौँ कि सक्दैनौँ हामीलाई थाहा छैन। लट्ठी पनि छैन है साथी, लट्ठी पनि छैन। यस्तो चाहिँ साथीहरू भयो कता हिँड्नु साथी? घुम्दै कस्तो फिल भइरहेको छ? दम बढिरहेको। लट्ठी पनि लिएर आउनु पर्थ्यो। साथीहरू हामी जाँदै थियौँ कि होइन, यस्तो दामी गुराँसको बोर्ड देखेको कि हामीले रियलमा फर्स्ट टाइम देखेको हो क्या। तर कस्तो पाखामा रहेछ क्या हेर न। ए गुराँसै हो नि होइन? हो गुराँसै हो सायद हामीलाई। त्यो त पाखामा कता जान्छ बिचरा आफ्नो ज्यानको अझै। कति माथि भयो, कस्तो दामी रहेछ यार। वाह यार। तल भएको चाहिँ एउटा चोर दिन्थेँ म, जेसुकै होस्। तर माथि छ तिमीलाई यहीँदेखि माया। स्यासा भइसक्यो। अब 400 धेरै भिडियो बनाउँदै अहिले हामी टिकटक बनाउनुपर्छ, त्यही भएर अलिअलि मात्रै हेर्नु होला। ओके ब्लग चाहिँ टिकटक हाल्छु। यस्तो छ बाटो यता, यस्तो भिड छ भिड। लागेर साथीहरू हामी आइपुग्यौँ अनि टिकट पनि काटिसक्यौँ। टिकट दिएर साथी टिकट काटेर मात्रै जानु पाइन्छ। पर्दैन होला, अब काटिसक्यो। म भित्र सङ्ग्रहालय मात्रै दिने हो। साथीहरू हामी आइपुग्यौँ। 50 रुपियाँ रहेछ। ओके स्टुडेन्टहरूलाई चाहिँ 25 रुपियाँ रहेछ। कार त लिएर कहाँ फ्री हुन्छ। म ल्याएको थिएँ क्या। कहाँ हाल्यो? 25 रुपियाँ त घट्छ। नट ब्याड। 25 होइन 30 रुपियाँ 20 मात्रै विद्यार्थी हो। ए 20 रुपियाँ कि ड्रेस नआउनु पर्ने हो कि? हामी थाहा छैन नेपालको नेपालको कानुन दैवले जानुन् भन्छ नि, त्यस्तै हो क्या। नेपालमा चाहिँ यस्तो छ कि पैसा सकिसक्यो। गाडी भाडा महँगो रहेछ नि त। भाइ हामी आयौँ। यस्तो छ ठाउँ। अहिले हामी सिन्धुली कलाघर पनि जान्छौँ। घोडा पनि पाउँदो रहेछ, तर हामी चढ्दैनौँ किनभने हामी मुक्तिनाथमा घोडा चढेर गएको छौँ। गढी जाने बाटो हो अरे है, हामीलाई थाहा छैन। जाँदैछ। अस्ति चाहिँ आउँदाखेरि हामी उतापट्टिको ठुलो भर्याङ्गालामा मात्रै गएको थियौँ, यो सानोमा गएको थिएनौँ। आज हामी सबतिर जान्छ। त्यहाँ टुडी खेल पनि रहेछ। कहाँ हो त्यहाँ पनि जान्छौँ। बुढी खेल ठुलो खेल सबै छ, सबतिर जान्छौँ हामी। भाइ साथीहरू यस्तो छ यहाँ। हामीहरू यता छौँ। यो हाम्रो बुफर हो, यो हाम्रो साथी हो। राम्रो बनाएछ अहिले त। वाउ, यहाँ पिङसिङ थिएन नि यस्तो। गल्ती मेरो छैन,
आज ढिलो हुनुमा रहेछ त्यहाँबाट भन्नु यति हो कहीँ कतै अल्झथे भुल मेरो त्यसैले नजाऊ मलाई छोडेर यहाँ पहिलाको दरबार थियो है यहाँ चाहिँ भत्किएको भुइँचालोले जेल घर र अदालत रे ए यो जेल घर र अदालत हो है यहाँ बन्दै छ है साथीहरू यो पहिलाको जेल घर यहाँ थियो क्या यहाँकै हेर यहाँ पहिलाको जेल घर र अदालत जेल र अदालत थियो क्या यो यसो थियो है साथीहरू त्यहीमा गयौँ अनि त्यहाँ पछाडि ठुलो गाडी जाँदैछौँ हाम्रो पारा म चाहिँ आज खै मलाई भोक लागिसकेको साथीहरू होइन तर पनि हामी हिँड्न छोड्दैन यहाँ हेर यस्तो खै हो त्योमा है पानी छ साथमा पानी सकिसक्यो आकाशमा भए हे माथि हामी चाहिँ माथि आइपुग्यौँ साथी टुप्पोमा यस्तो हालत पसिना आएको छ म त अफ्रिकन भएछु साथी भ्लग बनाउँदा टिकटक बनाउँदाखेरि थाक्यौँ अब खाना खान्छौँ यहाँ बस्दैछौँ अनि एक्सट्रिम एक्सट्रिम नदेखा के भयो त नि देखाउने मैले खाएको साथी एक्सट्रिम भनेको के मैले खाएको छैन है आज फर्स्ट टाइम ट्राई मैले गर्न दुईचोटि खाइसकेँ त्यही देखाउन त्यो चाउचाउ अनि एउटा चाहिँ बाटोमै भोक लागेर आउँदा आउँदै खाइदिएको गाह्रो भएर अनि लामी राख्छौँ है साथीहरू खाऊ म के उभिनु बस्नु यहाँ के बस्न मिलिरहेन यार चल न भाग ए म यता फर्किनु पलिर खाएर रहनु भएन चढ्दै चढ्दै खाले बल्ले ल कति चिसो हो यहाँ त ओके उभिएर खाइदिनु आयो स्ट्यान्ड मोबाइल बन्द गरिदिउँ अब ल गर्दै ल अलिकति भइहाल्यो बाई फेरि हामी चाहिँ माथि चढेर आयौँ अनि त्यहाँ पनि गयौँ होइन त खायौँ पनि अगायो पनि तर अझै भोक लाग्दैछ भात खाएको छैन नि त त्यही भएर सो बाई बाई हामी चाहिँ कलाघर जाँदैछौँ यो कलाघर जाने बाटो हो यहाँ छौँ हामी मोबाइल चार्ज पनि हुँदैछ पानी पनि सकिहाल्यो पानी किन भनेको चिसो पानी रहेन रहेछ अहिले रानी महल होटलमा गएर चाहिँ हामी पानी किन्छौँ अनि हामी जान्छौँ राजा होटलमा गएर खाना खान्छौँ खाना खाएको छैन साथी कति भइसक्यो हेर त 11:05 यहाँ हेर घरै हेऱ्यौ साथीहरू छैन भन्नुहुन्छ र साथी अब हामी नै साथी साथी न सङ्गी एक्लै रङ्गी सङ्गी त्यो गीत गाउँ खोलीमै जानु पर्दछ मान्छे सिक्नलाई पौडान घरमा जानिन्न जबसम्म चारभित्र नागिन्न ए राम्रो होला भनेको त नराम्रो रहेछ छोरी बुढी बुहारी आमा दिदी भन्दा पहिला मान्छे हुन् महिला ओ भगवान सासबाट यहाँ हो क्यारे यही भएर रानी दलमा रानी महल हो कि के महल हो नै पता लेकिन राम्रो छ सबतिर कोर्न भइहाल्यो नि जहाँ पनि नाम लेखिन्छ छोड्दैन है हामी चाहिँ पृथ्वी नारायण शाहहरू बस्ने ठाउँमा चाहिँ आयौँ होइन यस्तो रहेछ कस्तो दामी छ यो रानी महल जस्तै तर यहाँ चाहिँ सबै केरेर के लेख्नु भएछ कि त्यस्तो काम चाहिँ नगरिदिएको हुन्थ्यो फटा मान्छेहरू यहाँ कस्तो दामी ठाउँ रहेछ त हेर त तर सबै फोटो खिच्न लागेकै छैन क्या जे पायो त्यही लेखेको छ क्या ओ हेर त टाइल्स बिछाएको रहेछ नि त कस्तो दामी घर यार मलाई दिएको भए पनि हुन्थ्यो यहाँ बस्दिन्छु म त हेर न हामीलाई बस्न दिनु नि गरौँ कस्तो दामी घर क्या
आफ्नै पैसाले किनेर पेन्टिङ सेन्टिङ लगाइदिनु हाम्रो भर्याङ नि माथि चढ्ने भर्याङ ए यहाँ हेर साथी यस्तो कस्तो दामी रहेछ नजाउँ सक्दै यस्तो यो केर्ने बानी चाहिँ नराम्रो के जहाँ पनि होइन मन्दिरको भगवानको ठाउँमा पनि केरेछ राम्रो राम्रो यो त भोलिपल्टसम्म पनि बाथरुम जसम्म पनि पाइन्छ नि त हामीलाई त त्यत्रो त्यो जमानामा पनि यस्तो दामी घर बनाएको तिमीहरूले यस्तो दामी घर बनाउन सक्छौ यति सफा छ नि सबै छ तर होइन तर जे पाइदै कोरेखा क्या तिमीहरूले यस्तो राम्रो बनाउँछ ल साथीहरू अझै 6 किलोमिटर छ यहाँबाट कलाघर पुग्नको लागि लाठी भेटायौँ किनेको होइन है मैले हामी 4 जना भएको छौँ 2 जना मान्छे 2टा लाठी अयो तिमीहरू कुहिरो जस्तो बनेर हिँडेको हो भन्दै थियो कुहिरो बनेर हिँडेको त होइन तर हुनुहुन्थ्यो टुरिस्ट बनेर हिँडेको तिमीहरू भनेर रानीको अङ्कलले अघि एउटा गुराँसको फुल देखेको देख्दैनौ 6 किलोमिटर बाँकी छ चाहिँ दममा हुन्छ जस्तो छ दमले ल साथीभाइ बाई हामीले चाहिँ काफल भेटायो काफल होइन अझ चाहिँ हामी खान्छौँ कति राम्रो रहेछ म टिप्छु ल साथीहरू ए मलाई खाउँ कसो रहेछ खानु रसो लाग्दैन खानु तर यो रातो भएपछि खाने हो क्या होइन दाना पनि हुन्छ दाना भेट्दिनँ नि त म त चबाइदिएको गरम गुन चबियो पाके खाने क्यारे अलि मिठो छ तर मलाई नुन नुन नै लाग्यो है अनि आजै खाएको साथी मैले अस्ति पनि खाँदै काठमाडौँबाट आउने बेला किनेर 100 रुपियाँको 150 रुपियाँको अलिकति यो काफल भेटिँदैन भेट्यो साथीहरू होइन हामीले काफल अनि गुराँस पनि भेट्यौँ तर माथि त्यसलाई न हामीले छुन पायौँ न नजिकबाट त्यसको स्पर्श लिन पायौँ टाढैबाट भए पनि हामीले हेऱ्यौँ चित्त बुझायो ए खाँदा पायो 2टा मुखै कस्तो कस्तो भयो पानी खाना हुन्थ्यो तर पानी एक बजी मात्रै किन्यौँ क्या अझ हिँड्न छ एकछिन उता पुगेपछि खान्छ अलिकति अघि खाएको त्यही भएर पानी पनि पाउँदैन रहेछ क्या फ्रिजमा हालेको बाहिर मात्रै पाउँछ घरमा कसले खान्छ होइन बाहिर पानी 30 रुपियाँको 30 रुपियाँ 20 रुपियाँमा दिनु पनि 30 रुपियाँ केही छैन छोड्दैछ ऊ यहाँ पनि छ यहाँ वा अलिक पाक्नु पर्ने कि यार के हो घर जाने बेला ले साथीहरू बसेको छौँ हामी चाहिँ घरहरू पनि एउटा रहेछ कि सोध्नलाई पनि है मान्छेहरू पनि नहिँड्ने न अटो हिँड्ने कसरी जाने हो 6.5 किलोमिटर आगो थाक्यो गुराँसको यो झरेको चाहिँ पाइयो कति राम्रो छैन यो चाहिँ पाएँ मैले त्यसको ऊ चाहिँ पाइएन कि झरेको थियो फोटो पनि खिचिहालेँ साथी अनि यहाँ मैले ऊ भेटाएको छु है सिस्नु भन्छ यसलाई सिस्नुको बोट साथीहरू होइन यहाँ हेर हामी कहाँ आयो थाहै छैन क्या हिँड्दा हामी हिँड्न चाहिँ 1 घन्टा जति हिँड्यौँ त्यही पनि हामी आउन सकेनौँ एउटा अटो आयो अनि अङ्कल कति लाग्छ भनेको अझै 1.5 घन्टा लाग्छ भनेको के आएको तर त्यहाँबाट पनि अझै टाढा रहेछ कि आधी बाटो आइपुगेको थियौँ धन्न हामी त्यहाँ आधी बाटोबाट आउन 100 रुपियाँ लिनुभयो 100 रुपियाँ 200 रुपियाँ छैन मलाई आधी घन्टा लाग्छ भन्ने मान्छेलाई चाहिँ म घर गएर पिट्छु होला हौ यत्रो हिँड्नु भने यति धेरै टाइम लाग्छ भनेको त हामी आउँदैन थियो नि त भोलि पर्सि बोल्न सक्छ गाडीमा आउँदैन आएर हाम्रो पारा यस्तो कहाँ हो कहाँ एउटा मान्छे सोधेको यहाँ भन्छ देख्दिनँ म त यस्तो है कहाँ हिँड्यो तब आइपुग्यो हामी यहाँ मलेसिया भएको ठाउँमा छौँ यो मलेसिया हो यो पनि मलेसिया यो चाहिँ साउदी अरब है यो चाहिँ साउदी अरब यो 2टा मलेसिया अरबी अरब हामी यहाँ फ्रान्सको मान्छे भएको छौँ अहिले डढेर त्यो चाहिँ अफ्रिका नै लौरो पनि छोडेको छैन हामीले साथीहरू हामी चाहिँ कलाघर घुमेर आयौँ यहाँनिर चाहिँ त्यो ऐसेलु नै हो क्या अघि हामीले काफल भन्यौँ तर हामीले चिनेनौँ कि खै काफल हो कि ऐसेलु हो त्यो अघि खाएको बेला चाहिँ टन्नै हुने रहेछ कि यता बाटै पछि त्यही मात्रै छ धेरै टाढा रहेछ अब अटो जाने बेला पाउँछ कि पाउँदैन भन्ने पिर हाम्रो पारा यस्तो छ हेर गलेर मर्ने बेला भइसक्यो कहिले घरमा पनि भातै खाएको छैन भाइ भातै पाउँदैन रहेछ त्यहाँ होटलमा हेरेको यस्तो भात सात छ कि खाइदिउँ भने त पाइने रहेछ त्यही भएर हामी चाहिँ एउटा
चिजको चिज बल अनि त बस एउटा चाउचाउ अनि त एक्सट्रिम हो कि फिक्सट्रिम हो के हो त्यही रेड बुल जस्तै त्यो के अरे डिउमा पाउँछ नि रेड कलरको बोतलमा त्यस्तै हुँदो रहेछ तर अर्को गिलासमा होइन रेडमा पाउँछ क्या त्यही स्वादको त्यो डिउमा फ्रीमा पाउँथ्यो नि अस्ति त्यही स्वादको हो कि त्यस्तै लागिरहेको मलाई चाहिँ गन्धले त्यस्तै लाग्यो त्यो अघि हामीले खाएको वालाको बोट चाहिँ यहाँ छ धेरै छ गुराँसको बोट पनि रहेछ धेरै नै त होइन ठिकै रहेछ गुराँसको बोट तर अब हामीले देख्नु पाएनौँ गुराँस धरिसकेपछि आएछौँ हामी काम नलाग्ने मान्छेहरू त्यो साथी हामी झर्दैछौँ लखराम अब केही गरेर जाने होला गाडी चढ्ने ठाउँसम्म भन्ने कुरो चाहिँ हमको नै पता है किनभने यहाँनिर अटो नै पाउँदैन रहेछ क्या रिस उठ्ने ठाउँमा कहाँ राखेको त होइन अलिक नजिकै राख्नुपर्छ नि त्यसैले गाडीकै छेउछाउमा राखेको त तर आधी घन्टामा पुगिन्छ अरे 2 घन्टा भयो हिँड्दा पनि नपुगिने बाटो रहेछ आफू बाइकमा आएर मक्ख भएर आइदेखि पनि पुगिन्छ पेट दिन्छु होला म त बाइक बाई फेरि मिलेंगे खुट्टा दुखो यहाँ जुत्ताले खुट्टा दुख्यो कि अब मजामै हिँड्दिने हो रोडमा यहाँ मेरो साथी यस्तो छ हाम्रो पारा अटो पनि आउँदैन अटो आएर 500 आए पनि दिन्छु बरु भाइ यस्तो टाढा रहेछ हिँड्न सक्ने ह्याउ त छैन वहाँ जानु त पर देखिरहेको नि वहाँनिर होइन त्यहाँ छु हो यो बाटोसम्म पुग्नु हो नि कहिले पुग्नु हो नि त हामीमा अनि म त बरु 500ले पनि दिन्छु एकजनाको 500ले पनि दिन्छौँ हामी अटो नै आउँदैन अघि त्यहाँ 2टा रुँगिरहेको थियो अहिले त रहेन रहेछ त्यहाँ माथि एउटा कार पनि थियो बरु लिफ्ट मागेर भए पनि गइदिन्छु केही आउँदैन यहाँ चप्पल खोलेर जुत्तो यहाँ जुत्तो यहाँ हाम्रो खुट्टो साथी भाइ हाम्रो पारा यस्तो हुन्छ क्या साथीहरू होइन अब लिन आउने मान्छे पनि छैन घुमाउन लाने मान्छे पनि छैन यस्तो दुःख पाइन्छ नि आफ्नो भटभटिया पनि छैन अर्काको भटभटियावाला पनि छैन अनि के गर्नु त यस्तो साथीमा कस्तो राम्रो चरा रहेछ रुखको टुप्पोमा देखिस् त्यत्रो पुच्छर हुन्छ भँगेर आएको ल भाइ हेलो साथीहरू हामीले पानी माग्यो पानीको धारो थियो यहाँ एउटा देख्यो कहाँ हो धारो पनि एउटा मात्रै सकेर गाउँभरि त्यहाँ एउटा आन्टीसँग पानी माग्यो हाल्यौँ हाम्रो बोतलमा अनि हिँड्न सक्ने अवस्था छैन साथीहरू हामी आज घर पुग्छौँ जस्तो छैन होइन त साथी आफैलाई कसले लाने ल बाई बाई बल्ल साथी लम्बे सफर के बाद हामीले पानी भेटायौँ पानीको धारो यस्तो चाहिँ यो चाहिँ मूलबाट आएको अरे मूलको पानी कुलकी छोरी नलाउ खा यतातिर त्यो छ देखायो आएको त टुप्पोबाट साथीहरू हामी यतिसम्म आइपुग्यो त्यो त्यहाँ चाहिँ भद्रगोल बसिरहेको छु म चाहिँ यहाँ छु उहाँबाट आएको बल्ल पखेटा त्यहाँ साथी अनुहार रातो आमा नसा पनि रातो देखिसक्यो है घामले चटपटे पायौँ हामीले पसलमा चटपटे खायौँ 1 घन्टा हिँडेपछि अझै 1-1.5 घन्टा हिँड्न लाग्छ होला पेसेन्ट साथीहरू के भन्दा हिँड्न परिहाल्यो भने घर जानु त पर्यो गाडी पाउँदैन गाडी बिना चाहिँ नआउनु है कम्ता दुःख पाइँदैन रहेछ त बाई बाई पट्टि हामी चाहिँ हिँड्दै खाने मान्छे हिँड्यौँ चाहिँ म छु माग्यौँ यहाँ दाइसँग ट्रकमा चढ्यौँ हामी 1 घन्टाको गाडी आउँदैन मनमा आँटिहाल्यौँ हामी घर फर्केको जाँदा गरिन आउँदा झन्डै मरिन पछाडिबाट हेर्दा गरिन अगाडिबाट हेर्दा झन्डै मरिन जस्तो हामी हाम्रो अवस्था यस्तो भएको छ 7 घन्टा कि 8 घन्टा हिँड्यौँ आज हामी होइन खुट्टाको हालत के भएको छ थाहा छैन जुत्तो खोले जुत्तो खोल्दा पनि हामी आधा घन्टा जति हिँड्यौँ है 20 मिनट जति हिँड्यौँ आधा घन्टा हिँड्यौँ होला हौ यस्तै छ साथी यस्तै छ अनि अब हामी घर जान आँटेको तर हामीले बिहान नै भाडा लिनलाई ठगेछ क्या त्यो बर्दिवासको काउन्टरवालाले बिहान 320 लिएको बर्दिवासबाट यहाँ बर्दिवासबाट त्यो उमा जान सिन्धुली जानलाई 320 रुपियाँ लियो 2 जनाको अहिले जाने बेला हामी 200 जाँदैछौँ हेर त सिन्धुलीबाट त्यहाँ बर्दिवास बिहान नै त्यसले लुटेर आज हामीले अगति लागेको क्या हिँड्दा गाडी नपाएर पागल भएको थियौँ हामी कस्तो राक्षस रहेछ बिहान नै ठग्ने पापी बर्दिवास आइपुग्यौँ यो चाहिँ हाम्रो अहिलेको लुक हो बिहानको लुक तपाईँहरूले देख्नु भएको छ अगाडि अहिले हामी उताबाट आएको के भन्छ त्यो होइन उमाके के अरे खै के नामै बिर्से खै के फेरि मालेर है साथीहरूले बर्दिवासको
साथीहरू पानी बेलुका छ यस्तो छ हाम्रोमा त यस्तो हामी चाहिँ हामी चाहिँ यता गएको आज मेरो मामाको बर्थडे त्यही भएर हामी गइरहेको छौँ गिफ्ट लिनको लागि घर आइसक्यो साथीहरू म होइन घर आएर चाहिँ मैले के गरेँ भन्दाखेरि पहिला सबभन्दा सुरुमा खुट्टा तातो पानीमा हालेर डुबाएँ त्यसपछि आज हाम्रो मामाको बर्थडे छ अब हामी बर्थडे सेलिब्रेट गर्न जाँदैछौँ ओके के अरे हुन्छ भात पस्किने मान्छे आजको मान्छे यहाँ हाम्रो मामा यहाँ हाम्रो आमा प्याची आची हेर्नु अब नातिकोमा बर्थडे हजुर आमा हुन्छ यहाँ मामा यता मत्सु अर्को लाइट छैन खोइ हमको नहीं पता साथी आएर मलाई भने उसमा पिपल के रे उसमा लोड गर्ने मोबाइलमा लोड गर्ने लु 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 आफै बाठी भएर छिरिरी पारेको तितो भए ल यहाँ यता यस्तो चल्दैछ साथीहरू ल ल ल दलदाल कार्यक्रम सुरु फाउन्डेसन अहिले मम्मीले फाउन्डेसन किनिदिनु हुन्छ तपाईँलाई सनस्क्रिन किनिदिनु हुन्छ मम्मीले गाला बिग्रियो हजुरआमालाई उबाले ल्याउनु पर्यो के आयो खै खोलाउ 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 खोलिहालौँ के खोल्नु ए खोल्नु के छैन शनिको छैन केही पास गर्नु शनि ग्रहको शान्ति गर्ने 23,000 यहाँ प्याची आची आवृत्ति भ्रामरी बाबा अनि रुद्राभिषेक 11 आवृत्ति 90 ग्रहको जाप 1,000 र सुक्त पाठ र कस्तो तितो भएर हनुमान चालिसा दैनिक पाठ गर्ने शनिबार पानी चढाउने